हेलो एभ्रिवान, आज चाहिँ म हाम्रो है वेडिङ गिफ्ट यो टमी हिलफिगर को वाच चाहिँ तपाईहरुलाई देखाउन आँटेको छु। यो चाहिँ मेरो बहिनी है सिमरन र श्रुतिले चाहिँ हामीलाई वेडिङ गिफ्ट दिएको थियो र त्यतिबेला चाहिँ है एकदम अहिले भर्खर साङ्गे भएर चाहिँ मैले चाहिँ यो भिडियो भर्खर बनाउन पाउँदैछु र लेट्स सी है। यो चाहिँ फर्स्ट चाहिँ यो मेरो हस्बेन्डको वाच। Have a look guys, कस्तो दामी छ नि। यो चाहिँ मलाई एकदम मन परेको र मेरो बहिनीले एकदम मन पराएर है भेनाजुलाई गिफ्टले दिएको सालीकोबाट हो। अन्तखेरि यसमा चाहिँ 24 आवर्स वाच डायल छ र यसमा के भन्छ डेज वीक है डेजको पनि छ। मेरोबाट चाहिँ अन्त वाचको एकदम शक गर्छ नि त, पुरा सकिन्छ नि त, त्यही भएर चाहिँ यो चाहिँ उसको चाहिँ है फर्स्ट ब्रान्डेड वाच हो। अनि दिपकदाले पनि पुरा मन पराउनु भयो यो चाहिँ हो। सालीहरुलाई एकदम थ्यांक यू भन्दै थियो। ओके र अब चाहिँ यो चाहिँ मेरो वाच हो। मेरो पनि यो चाहिँ फर्स्ट ब्रान्डेड वाच हो टमी हिलफिगरको। इट्स अ गिफ्ट फ्रम माई सिस्टर सिमरन एन्ड श्रुति, थ्यांक यू सो मच। अनि यो चाहिँ मलाई एकदम मन परेको छ हो। हेर्नुस् न, यो चाहिँ दिपकदाको भन्दा अलिक सिम्पल छ तर मलाई यस्तै मन पर्छ नि त, सिम्पलै मन पर्छ हो। यो चाहिँ ग्रीन एमरल्डको रहेछ, दुईजनाकै ग्रीन एमरल्डको हो यो भित्रको हो। अन्तखेरि म्याचिङ गरेर ल्याइदिएको रहेछ नि त। यो चाहिँ एकदम हेर्नुस् त है कस्तो दामी छ हो। उसको पनि ग्रीनै छ भित्र, ग्रीन एमरल्ड, अनि मेरो पनि ग्रीन एमरल्डको हाम्रो वाचेस। थ्यांक यू सो मच, थ्यांक यू सिस्टर्स।